हेलो गाइज, तपाईहरुले हेर्न सक्नुहुन्छ आज म कहाँको इमेजिन गर्नुस् यो गाइज। हेर्नुस् युरोपमा म आइपुगेछु। हेर्नुस् बवाल छ युरोपको ठाउँ। अनि युरोप आएपछि म यहाँ भेटाएको दुईजनासँग एउटा त अलिअलि मोटो ठिकै छ, यहाँ वर्ल्ड वाइड पतलो वर्ल्ड वाइड ब्याकग्राउन्ड दिन कतै मस्त तपाईहरु मसँग जोडिराख्नुस् किनभने म त्यो ब्रिजमा गइरहेछु, कतारको भाइरल ब्रिजमा। अनि त्यहाँ गएर म त्यहाँको भ्यूहरु देखाउँछु तपाईहरुलाई हैन। सो कीप वाच, डु सब्स्क्राइब एन्ड डोन्ट फर्गेट टु शेयर अल्सो। बट व्हाट एभर वान्ट टु डु यु डु, बट डोन्ट फर्गेट टु सब्स्क्राइब आवर च्यानल। सो गाइज फाइनली आइपुग्यो। हेर्नुस् भाइरल ब्रिज भन्छ हैन, तर यो हामीहरु ठ्याक्कै आइपुग्यो। र हामीहरुले जाने कहाँ माथि ब्रिज माथि घुम्ने। अनि त्यसपछि हेर्नुस् यहाँको न्यानोलो के कस्तो छ तपाईहरु हेर्दै जानुस्। म तपाईहरुलाई सो ब्याक क्यामेरा गरेर देखाइदिन्छु ल। रेडीमेड यो बनाएको समुद्र हो हैन। हाम्रो नेपालमा जस्तै भरताल बनाएको छ उस्तै हो। सर्लाही जिल्लामा भरताल छ नि एउटा, हो त्यस्तै यहाँ बनाएको छ। तर यहाँ चाहिँ बवाल बनाउनु भएको छ। हेर्नुस् साह्रै राम्रो लाग्छ। नजाने त्यहाँ म कतै घुम्ने हैन गाइस, धेरै घुम्नु। अनि के भन्छ अलिअलि अब यसो रमाइलो गरियो, मजा आइयो। अब ट्याक्सीवालालाई पैसा दिनु पर्यो, गाह्रो छ गाइस। पैसा दिन यो दुईटामा कसैले मान्दैन, मलाई मात्र पैसा तिर्नको लागि लगाउँछ। के गर्नु, लिएर आउनुपर्छ, पैसा तिर्नै पर्छ हैन। सो ल ट्याक्सीवाला पर्खिरहेछ। अब तपाईहरुले आई होप तपाईहरुलाई राम्रो लाग्यो होला यो भिडियो। यदि कतारमा हुनुहुन्छ भने आउनुस्, यसो घुम्नुस्, इन्जोय गर्नुस्। धेरै राम्रो ठाउँ हो यो। सायद टुरिस्ट प्लेसको लागि मात्र बनाएको छ, किनभने यो यस्तो बनायो भने एट्र्याक्सन बढ्छ मान्छेको के। त्यही भएर मान्छेहरू यसो मन पराउँछ यसो। कतारमा यस्तो धेरै ठाउँ छ, राम्रो ठाउँ छ हैन। सो तपाईहरु मेरो च्यानललाई सब्स्क्राइब गरिराख्नुस्। सो ल गाइस, बाइ।